ओके गाइज हामी चाहिँ मेची पुल कटेर हामी सक्यो हामी बोर्डर कट्यौँ। यो चाहिँ हाम्रो नेपाल भारतको सिमाना हो। एकदमै शान्ति समृद्धि र भाइचाराको सम्बन्ध छ हाम्रो। भलै उहाँहरूको सिस्टमले परिचय पत्र चेक गर्नुहुन्छ तर झन्झट कहिले दिनुहुन्न। मान्छेहरूलाई लाग्छ कि यहाँ चेकिङमा गलत काम गर्नेको लागि मात्रै गाह्रो हो। सो उहाँको हरन यति धेरै बजिरहेको छ कि है मान्छेको कानबाट खुन गइरहेको छ, तैपनि सभ्य भएर सुन्नुपर्छ। बाजेलाई लाग्छ उसको मात्रै बाटो हो भन्ने। हरन बजाउँदा लागिरहेको छ कि गाडी उड्छ। टोटो टोटो होइन यो हो भोटो, भोटो पनि होइन यो हो सुटो। यसलाई सर्टकटमा भन्नुपर्दा सिटी सफारी है त। ल सिटी सफारीमा चढेर हाइम हाइम भारत पारी नेपाल देश। आफ्नै भेष आफ्नै भेष डुप्लिकेट केस हैन। अब सो गाइज फाइनली अहिले मेरो यो मोबाइलमा भ्लग गरिरहँदा मेरो हातमा ड्याङ्गै ठोकेर मोबाइल्सहरू पनि खतम टाटा बाई बाई। हाम्रो अर्को यस्तो सिस्टम चाहिँ यस्तो हुन्छ हाम्रो चाहिँ नि फेरि। र फाइनली हामी नेपालको ब्लग्स आयो। सो हामी चाहिँ यो चाहिँ तपाईँ यो पहाडी गाउँ देख्नु हुँदैछ नि, त्यो चाहिँ इन्डिया हो है। अब यो पहाडी गाउँलाई इन्डिया भन्छ भने अब हामी चाहिँ हाम्रो होमल्यान्ड आइसकेको छौँ, हाम्रो नेपाल। अब यहाँ आएपछि चाहिँ यहाँ इन्डियाको सिटी, यो सिटी सफारी चाहिँ नेपाल जाँदैन। त्यसपछि हामी विल गोइङ टु चेन्ज आवर सिटी सफारी। सो हेर्न सक्नुहुनेछ हाम्रो नेपाल भारतको सिमाना चाहिँ यसरी हाम्रो अहिले यो 27 आवर्स यहाँनिर सिटी सफारी कुद्छ विथ आइडी कार्ड है। अगर कोही पनि नेपालबाट भारत घुम्न जानु हुँदैछ भने तपाईँहरू चाहिँ आफ्नो परिचय पत्र नागरिकता बोक्न नभुल्नु होला, ताकि तपाईँहरूको बोर्डर क्रसको लागि तपाईँहरूलाई सहज हुनेछ। अगर तपाईँहरूले परिचय कार्ड बोक्नु भएको छैन भने तपाईँहरूलाई चाहिँ समस्या पर्न आउँछ। अनि नर्मल सामान फ्यामिलीको लागि घरको लागि सामान ल्याउन पाइन्छ।